हेलो साथीहरु नमस्कार। अब आज चाहिँ फेरि रुमबाट बाहिर निस्किने क्रम सुरु भइसकेको छ। फेरि हामी एकछिन यसो बाहिरतिर जाँदैछौँ है। म चाहिँ निस्किँदैछु सुबट एउटा काम बिर्सिएछु। सुरेशसँग काम गरिहाल्नु ढ्याक्क लाएर च्याट लाएर फुल टिप्ने मन भए नमान लाज कि डर के भन्दै थियो है, मैले बिर्सेँ। सो गाइजहरू अब हामी एकछिन हाम्रो चाहिँ अब जोडीको यात्रा बाहिरतिर एकछिन घुम्न गर्नु पर्ने। कहिले दिनभरि रुममा बसेर पनि के गर्ने क्या, एकदमै अल्छी लाग्छ। सो अब आजको ब्लग कन्टिन्यू हुन्छ गाइजहरू है, याद एकदम हेर्नुहोस्। आज म अलिकति भ्लग बनाउनु थालेको छु। साथीमा इस्टमेटलाई नराम्रो लाग्यो भने मेसेज गरेर काम नदिने सक्छ। यस गाइजहरू नमस्कार फेरि सबैलाई स्वागत छ। आजको फेरि अर्को एउटा छुट्टीको यात्रा हामी दुईजना जोडीको चाहिँ सुरु भयो। हामी रुमदेखि निस्क्यौँ। अब यसो कता जाने अरे आज हामी? कहिले चाहिँ तिमीले पनि यसो उ गरेर चाहिँ फिक्स गरेर तिमीलाई मन लागेको ठाउँतिर पनि लाँदा हुन्छ। कति म मात्रै लानु टाढा नजाउँ, अलिक छोटोको यात्रा तय गर नि त। छोटोको यात्रामा जाउँ आज। सो यो हाम्रो गाउँ हेर्नुहोस् गाइजहरू है, हामी दुईजना छौँ। अनि यो हाम्रो गाउँको वरिपरिको यस्तो छ। यहाँ हाम्रा मान्छेहरू चाहिँ चट्टा आज घुम्दैछन्। अनि कहाँको यात्रा अरे आज? कहाँको यात्रा भन न तिमी? अनि आज तिमीले मलाई घुम्न लाने भने होइन त, तिमीले मलाई लाने भनेर हिँड्या खासमा खोइ। ए ओके गाइजहरू, यहाँ किम्बु पाकेको छ है। यहाँ चाहिँ बाटोमा कस्तो हुन्छ क्या, बाटोमा हेर्नुहोस् त च्याट्टै यस्तो छ किम्बुबारी। ल पाकेको छ है त, किम्बु भन्छ हाम्रोतिर। यसलाई फेरि नेपालमा धेरैवटा नामहरू भन्छ नि, ठाउँ अनुसार फरक हुन्छ नि भएको। फुल टिप्ने मन भए नमान डर काँडाको कान्छी। साइली तिमी कान्छी हो त, कान्छी भन्नु भएन। साइली भन्दा त यहाँ त गलत भइहाल्छ नि। साइली जति हेरेर नरिसाउने, तर अब मेरी कान्छी भएर मैले कान्छी भने हो। गीतमा साइली नै छ। टेन्सन नै लिजिए मस्ती किजिए। कुन गाडी हो? एउटै गाडी चाहिँ यस्तो हुन्छ क्या जहिले पनि। मलाई पनि अलिकति भिडियो बनाउनु त्यस्तै लाग्छ होइन। सबैले हेरिरहेको छन् जस्तो फिल हुन्छ नि त, तर त्यो वास्ता हुँदैन क्या। हामीले अरूलाई हेरेका छौँ त्यस्तै छ नि। हामी हेर्छौँ नि, किन हेर्दैनौँ? त्यस्तो हुँदैन, त्यो वास्ता हुँदैन क्या मान्छेहरूलाई। एउटा हाम्रो मनको मात्रै हो। के लसुनसम्म जाने हो त? यसो केही खाने हो? तिमीलाई केही खान मन लागेको जाउँ, छैन भने नजाउँ। यो चाहिँ नि यो यता देखाउ त। यो चाहिँ ठ्याक्कै अम्लिसो जस्तो छैन, यसलाई नजिकबाट देखाउँदा यो अम्लिसो हो कि होइन खासमा? अम्लिसो जस्तो हो त है ठ्याक्कै। र पनि बढार्ने कुच्चो बनाउन मिल्ने रहेछ यहाँ चाहिँ। नलैजाउँ होला। क्या मिठो क्या आजको मौसम है। हिजो आज कस्तो मिठो मौसम हुन थालेछ है गाइजहरू। कस्तो छ मौसम नि, एकदम कस्तो मिठो मौसम। हिजो पनि यस्तो जहिले मिठो मौसम भन्न आउँछ क्या मलाई। टोपी उडाउला जस्तो छ, हावाले केही सुन्न दिन जस्तो। ल साथीहरू, अब आज हाम्रो मान्छेले मलाई घुमाउनु लिएर हिँड्या अरे। कहाँ लाने अरे मलाई आज? किन हाँस्यो कि मलाई घुमाउनु लान्छु भनेर लिएर हिँड्या मान्छे भन्नु पर्यो नि त। कहाँ लाने? उदया भने हाम्रो लगभग सपिङ गर्न जाने ठाउँ है त, डेली सपिङ गर्न जाने ठाउँ हो। किन कहाँ देख्यो र उन्टेन्सी कहाँ देख्यो? उन्टेन्सी त्यही बस पछाडि कोही आउँथ्यो कि भन्ने कुरा नि क्यामेराबाटै हेर्नुपर्छ है। पछाडि कोही आउँदै रहनु भन्छ। तर यहाँको एउटा अचम्मको लाग्छ कस्तो भने, यस्तो घर यहीँनिर छ नि, जस्तो उयो पछाडि घर छ त्यहीँनिर जङ्गल छ है। फेरि कस्तो नेपालमा चाहिँ यस्तो जङ्गलकै छेउमा घर बनाउनु अलिकति मान्छे डराउँछ नि त होइन। तर यहाँ चाहिँ मलाई एउटा कुरो अचम्म लागेको चाहिँ पहिरो हतपत्ती नजाने हो यहाँ है। तिमीले पहिरो गएको देखेको छैन नि त्यहाँनिर हाम्रो देखिन्छ।
पर अलिकति खाली ठाउँ छ है पहिरो जस्तै छ तर त्यो पहिरो होइन त्यो चाहिँ माटो खनेर काहीँ त्यो लग्यो माटो निकालेको हो त्यसको आज हामी कतातिर जाउँ त भन्दाखेरि आज हामी यताको साइडमा जाउँ त है यतापट्टिको यो जङ्गल साइडमा अस्ति हिउँ परेको बेला यहाँ फेरि सानो हिउँ खेलिएन हो बवाल हिउँ खेलियो अगाडि यो घाम आउँदाखेरि अलिक ऊ हुने जस्तो लाग्छ मलाई ल कि म तिमीलाई जापानिजमा एउटा मिनिङ सोध्छु भन न त ल दुईजनाको नियङ्गो ओके ओके नियङ्गो भन्दा पनि तिमी जस्तो जापानिजमा म चाहिँ उदय हिँडेको भन नि त ल उत नियङ्गो दे हानासिमास्यो उदयतिर जाने हो क्या तिर उदय ए इकिमास नान्दे उदय इकिमास का भनेर कसैले सोध्यो क्या क्या दामी ठाउँ यार म पनि यहाँ निकै हेन्सम देखाएको छु त हेर तिमीको मलाई त्यस्तो लाग्दैन तिमीलाई मलाई हेर्दाखेरि म अहिले अचानक हल्का हेन्सम भयो तिमीलाई फिल भएको म चाहिँ कहिले आफूले आफूलाई हेर्छु होइन पुरै गाईहरू हावाले पुरै उडाइरहेको छ अनि यो हामी दुईजना चाहिँ हाम्रो धानबारीमा गइरहेका छौँ आज धान गोड्ने काम थियो आज ल हेर्नुहोस् यस्तो छ अब यो पुरै राया हो यो खासमा यो यहाँनिर हेर्दा हुन्छ यहाँ देखाउँदा अलिकति ओर्फेर ल्याएर यो चाहिँ जस्तो अब यो चाहिँ राया हो होइन खासमा अस्ति एकदम फलेको थियो ल होइन बिस्तारै यो चाहिँ अस्ति एकदम यहाँ फलेको थियो है अनि यहाँ न कसैले टिप्छ न कसैले के गर्छ यो यत्तिकै हुने हो नास हुने हो यो बिहान हो यहाँनिर आएर काट्दै थिएँ बिहान काट्दै अब यो सक्यो यहीँनिर गयो होइन अब फेरि यसको सिजन कहिले हो यसको उम्रिने सिजन कहिले हो यो फेरि अटोमेटिक यहाँ उम्रिन्छ अनि पुरा फुल छ अस्ति मैले फुलेको भिडियो पनि बनाएको थिएँ कसले हेर्नुभएको छ हेर्नुभएको छैन भने मेरो युट्युबमा होइन मेरो टिकटकमा छ म सेलिब्रेटी चाहिँ होइन फेरि होइन तर पनि गएर हेर्दा केही फरक पर्दैन एकदम सुन्दर दृश्यहरू मैले खिचेर सधैँ देखाउने गरेको छु अहिले चाहिँ भने यो हरियालीको मौसम छ अनि यहाँ अब कस्तो ठाउँ छ त भनेर जापानमा चाहिँ म देखाउन गइरहेको छु मकैबारी एकदम चट्ट नेपालको मकैबारी पनि छ मकैबारी एकछिन जाउँ भ्रमण गरौँ मकैबारीको भ्रमण देखाउँ न त अब यो परको दृश्यहरू हेर्दै हामी अलिकति मकैबारीको यहाँ सिन देखाउँछु म मकै एकदमै राम्रो हरियो भएर आएको रहेछ यहाँ पर्तिर चाहिँ एकदमै धेरै यो के को रुख रहेछ यो के फलेको रातो रातो छ यहाँनिर यो खासमा के यसको दानो देखाइदिउँ त यहाँ खासमा यो के हो यो मलाई थाहा छैन यो चाहिँ के पयौँ हो त यो नेपालमा पयौँ भन्ने यो दाना फलेको छ नि यो दाना यस्तै हुन्छ त्यस्तै दाना फल्छ हेर्नु त कस्तो मजाले लाइन लगाएर ड्याङ तपाईँको चाहिँ कस्तो छ भने अलिकति पनि बाङ्गो छैन क्या यस्तो सिस्टमेटिक तरिकाले गरेको छ अनि बिचमा नाली उस्तै छ अब यहाँनिरको सबैभन्दा ठुलो कुरो भनेको म तपाईँहरूलाई पानी देखाउँछु यहाँ एउटा मकैको बोटबाट 3टासम्म निस्किन्छ होइन यो त अब त्यो त्यस्तै भएर आएको तर यहाँ अब एउटा अर्को गजबको कुरा के छ भने यहाँको खेती कस्तो सिस्टमेटिक तरिका छ नि यहाँ पानी हेरौँ न यहाँ मुनि यो पानी चाहिँ अब यस्तो मुनि छ खेत माथि छ पानी मुनि छ तर कस्तो सिस्टम छ भने अब यहाँ पानी लाउँदाखेरि चाहिँ कस्तो हुन्छ भने यहाँ मुनिबाट मोटरबाट सट्ट तान्ने अनि ठ्याक्क लाउने जस्तै यता अब धानको त्यस्तै छ यी धानमा पनि मुनि पानी बगिरहेको छ आनन्दले पानी बगाएको छ हेर्नु यहाँ कस्तो सिस्टम तरिकाले एकदमै राम्रो तरिकाले चाहिँ होस् कृषिको लागि चाहिँ धेरै राम्रो तरिकाले गरेको छ यहाँनिर अब यो खोर्सानी अब यहाँ खोर्सानी रोपेको रहेछ यो खोर्सानी उतापट्टि के हो यो सानो पत्ता यो रातो पत्ता के रहेछ सागहरू केही होला बकुल्ला वरको होइन यो यस्तो खालको साग त थिएन जस्तो लाग्छ मलाई यस्तो साग थियो र
हुन्छ होला नि। यो के रहेछ साथीहरू तपाईँहरूले चिन्नुहुन्छ भने टक्कै भनिदिनुहोस्। सागै हो। यो पर्तिर यसलाई चाहिँ हामी बकुल्ला भन्छौँ, यसलाई के भन्छ खास त्यो मलाई थाहा भएन। त्यहाँदेखि पतिर प्याज हो कि छ्यापी हो। अनि यो गाउँमा हेर्नु न कस्तो राम्रो दृश्य छ। अब यहाँ कस्तो मजाले रेल आयो सट्ट हेर्नु, सानो खालको रेल चल्छ यहाँ चाहिँ। यो एकदमै सानो गाउँ भएको कारणले गर्दाखेरि एकदमै गाउँ भए पनि एकदम विकास छ क्या यहाँनिर है। यो बाटोमा हिँड्न चाहिँ मलाई एकदमै कस्तो मजा लाग्छ क्या। म चाहिँ प्रायः जसो मर्निङ वक अनि इभिनिङ वक चाहिँ जहिले यही बाटोमा। पानीको चाहिँ सिँचाइको चाहिँ अब व्यवस्था हेर्नु न कसरी गरिएको छ भने यहाँनिर अब यो मोटरमा तपाईँको मुनिबाट मोटरमा ल्याएर चाहिँ तल गहिरोबाट पानी तारेर मोटरले यहाँनिर यसरी झारिएको छ। यस्तो व्यवस्थित तरिकाले हुन्छ क्या। अनि तब मात्र मान्छेलाई अब खेती गर्न अलिकति जाँगर चल्छ नि त होइन त। अब हाम्रो देशमा चाहिँ अलिकति यसरी लगानी अब हाम्रो देशमा चाहिँ के छ भने हुन चाहिँ अब यस्तो धेरै खर्च गरेर खेती गरेर त्यति फाइदा पनि आउँदैन किसानहरूलाई। त्यो भएर पनि अलिकति किसानहरू चाहिँ खेती गर्न त्यति रुचि राख्दैनन् हाम्रो नेपालमा चाहिँ पहिले जस्तो। अब अहिले खेती गरेर त्यसलाई खर्च गरेर अनि त्यसको बाली उठाएर आफूले खाने बेलामा चाहिँ त्यो तपाईँको चाहिँ बजारबाट सिधै किन्दा बरु अलिकति सस्तो पर्न जान्छ। तर अब बिस्तारै अब जसरी अहिले भारतबाट आउने सामानहरूमाथि कर लगाइयो त्यो भएपछि अब अलिकति जनताहरू अब आफै खेती गर्नुपर्छ, आफै उब्जाइ गर्नुपर्छ। आफै उब्जाएर नेपालमै बेच्न सक्यो भने पनि आय आर्जन पनि गर्न सकिन्छ भन्ने अब यस्तो खालको सन्देश चाहिँ नेपालीहरूमा गइरहेको छ र अब लगभग गर्न थालि पनि सकेका छन्। सो अब आउने दिनमा चाहिँ सायद यसरी नै नेपालमा पनि अब होला भन्ने आशा गरौँ। ल साथीहरू, अब आजको यात्रा यस्तै नै भयो। मैले देखेका मेरो ठाउँमा भएका त्यस्ता कुराहरूलाई म हरेक भिडियोहरूमा बनाउँदै तपाईँहरूलाई देखाउने प्रयास गर्ने नै छु। सो तपाईँ जापानको ग्रामीण क्षेत्रमा अरू पनि केही कुराहरू यस्तै कुराहरू के बुझ्न चाहनुहुन्छ भने पक्कै पनि अब कमेन्ट गर्नुहोस्। तपाईँ कस्तो खालको भिडियो हेर्न चाहनुहुन्छ, आखिर तपाईँले जापानको गाउँभित्रको के कुरा बुझ्न चाहनुहुन्छ त्यो चाहिँ म तपाईँहरू समक्ष चाहिँ ल्याउने प्रयास गर्नेछु। पक्कै पनि आफूलाई लागेका मनका कुराहरू, मनका इच्छाहरू, मनका प्रश्नहरू जो चाहिँ जापानका ग्रामीण भेग सम्बन्धी जोडिएका छन्। जापान आउन चाहँदै हुन्छ कोही भने पनि पक्कै पनि भन्नुहोस्। जापानमा हो यस्ता ठाउँहरू पनि छन्। तपाईँहरू टोकियो, फुकुओका यस्ता ठुला सहरहरू मात्र सुन्नुभएको छ होला, देख्नुभएको छ होला कहीँ कतै। कहिलेकाहीँ कोट्याएर यस्ता ठाउँहरू पनि हेर्ने प्रयास गर्नुहोस् कि जापानमा कस्ता ठाउँ रहेछ। सो मैले युट्युबमा भिडियो राख्ने गरेको छु, भिलेज लाइफ इन जापान भनेर है त। नेप्लिज लाइफ इन भिलेज के भनेर भने के भन्ने नेप्लिज लाइफ इन जापानिज भिलेज है त। मैले युट्युबमा राख्ने गरेको छु नेप्लिज लाइफ इन जापानिज भिलेज भनेर। नेपालीहरूको जीवनचर्या जापानको गाउँमा कसरी बितिरहेको छ भनेर हामी देखाउने प्रयास गर्नेछौँ। सो स्टे ट्युन मेरो आवाज, पक्कै पनि मेरो आवाज भन्ने च्यानललाई सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस् अनि तपाईँको मनमा भएका ती प्रश्नहरूलाई कमेन्ट मार्फत मसँग प्रेषित गर्नुहोस्। सकेसम्म म त्यसको जवाफ दिने प्रयास गर्छु। ओके बाबा, सी यू गाइज।